हेलो गाइज, स्वागत छ तपाईँलाई हाम्रो च्यानल माइन्डसेट नेपालमा। आज हामी कुरा गर्नेछौँ घरमै बसेर पैसा कमाउने 5 तरिकाबारे जुन तपाईँले 2026मा स्टार्ट गर्न सक्नुहुन्छ। 1. टिकटक कन्टेन्ट क्रिएसन। टिकटकमा कन्टेन्ट बनाएर पनि पैसा कमाउन सकिन्छ। सुरुमा तिमीले सिम्पल इन्टरटेनिङ, मोटिभेसनल वा इन्फर्मेसनल भिडियो बनाउने हो। जब तिम्रो भिडियो भाइरल हुन थाल्छ, भ्युज आउँछ, फलोवर्स बढ्छ अनि ब्रान्डहरूले तिमीलाई प्रमोसनको लागि कन्ट्याक्ट गर्छन्। एक्जाम्पल, कुनै प्रडक्ट प्रमोट गर्दा पैसा आउँछ, कहिलेकाहीँ डाइरेक्ट डिल पनि हुन्छ। 2. युट्युब सर्ट्स। युट्युब सर्ट्स अहिले धेरै पावरफुल प्लेटफर्म हो। तिमीले 15 देखि 60 सेकेन्डको भिडियो बनाएर अपलोड गर्न सक्छौ। जब भ्युज आउन थाल्छ, युट्युबले मोनिटाइज गरेर पैसा दिन्छ। साथै लङ टर्ममा च्यानल ग्रो गरेर स्टेबल इन्कम बनाउन सकिन्छ। इम्पोर्टेन्ट, कन्सिस्टेन्सी चाहिन्छ। डेली अपलोड गर्दा चान्स धेरै बढ्छ। 3. एआई टुल्स युज गरेर काम। आजकल एआई टुल्स धेरै पपुलर छन्। च्याटजिपिटी, क्यापकट, क्यानभा जस्ता टुल्स युज गरेर कन्टेन्ट क्रिएट गर्न सकिन्छ। तिमीले भिडियो एडिटिङ, स्क्रिप्ट राइटिङ, थम्बनेल डिजाइन जस्ता काम गरेर पैसा कमाउन सक्छौ। एक्जाम्पल, फाइवर वा अनलाइन प्लेटफर्ममा काम बेचेर इन्कम जेनेरेट गर्न सकिन्छ। 4. फ्रिल्यान्सिङ। फ्रिल्यान्सिङ भनेको घरमै बसेर अनलाइन काम गर्नु हो। फाइवर, अपवर्क जस्ता वेबसाइट्समा तिमीले आफ्नो स्किल बेच्न सक्छौ, जस्तै भिडियो एडिटिङ, टाइपिङ, लोगो डिजाइन। नोट, स्किल राम्रो भएमा मन्थली राम्रो इन्कम आउन सक्छ। 5. अफिलिएट मार्केटिङ। अब कुरा गरौँ 5औं तरिका, अफिलिएट मार्केटिङ। अफिलिएट मार्केटिङ भनेको अरूको प्रडक्ट प्रमोट गरेर कमिसन कमाउने मेथड हो। जस्तै तिमीले कुनै प्रडक्ट टिकटक वा युट्युबमा रेकमेन्ड गर्यौ भने र कसैले त्यो प्रडक्ट किन्यो भने तिमीलाई पैसा आउँछ। एक्जाम्पल, दराज, एमाजोन जस्ता प्लेटफर्ममा अफिलिएट प्रोग्राम हुन्छ जहाँ तिमीले लिङ्क सेयर गर्न सक्छौ। यदि तपाईँलाई यस्ता भिडियो मनपर्छ भने माइन्डसेट नेपाल च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।